सम्पूर्ण साथीहरुमा नमस्कार। मलाई चाहिँ एकजना साथीले चाहिँ नेपालबाट फोन गरेर तपाईहरुको बिहानको बाटो चाहिँ कस्तो हुन्छ, अमेरिकामा चाहिँ बाटो कस्तो हुने रहेछ, नेपालमा र अमेरिकामा बाटो के फरक हुन्छ भनेर देखाउनुस् न, यसले मलाई एउटा भिडियो बनाइदिनुस् न भन्नुभएको छ। मलाई धेरै हेर्न रहर छ भन्नुभयो। ल हेर्नुस्, यो चाहिँ बिहान अहिले ठ्याक्कै तपाईलाई समय सहित भन्नु पर्दाखेरि चाहिँ 6:30 भएको छ। ल हेर्नुस्, यस्तो बाटो हुन्छ है, बिहान 6:30 बजेको बाटो यस्तो हुन्छ है। ल हेर्नुस्, तपाईलाई म पुरै देखाइरहेको छु, तपाईहरु हेर्नुस्, तपाईहरुलाई भन्नुस् केमा चाहिँ तपाईहरुलाई मैले यो यस्तो देखाउनु पर्छ। म सबै चीजहरु चाहिँ देखाउँछु। अनि फेरि यस्तो बाटोहरु पनि तपाईहरुले चाहिँ ल हेर्नुस् है साथीहरु, तपाईहरुले ध्यान दिएर हेर्नु होला। तपाईहरुले भनेको चीजहरु मैले सबै चीज मान्ने छु र मैले पनि भनेको चीजहरु चाहिँ तपाईले चाहिँ पुरा भिडियो हेर्नु होला र साथीहरुलाई पनि शेयर गर्नु होला। यस्तो हुन्छ, उताबाट पनि गाडी आइरहेको हुन्छ हैन। अब साइलेन्ट दिनुस् र उतापटिको गाडी आएको छ छैन हेर्नुस् र बिस्तारै क्रस गर्नुस्। यो भिडियो फेरि के त नेपालको साथीले भन्नुभयो, उहाँलाई मात्र हैन कि नयाँ ड्राइभिङ गर्ने जो हुनुहुन्छ उहाँलाई पनि एकदमै धेरै यो चाहिँ भिडियो चाहिँ तपाईहरुलाई चाहिँ राम्रो हुन्छ हैन। उहाँलाई मात्रै हैन, नयाँ ड्राइभिङहरुले पनि के गर्नुपर्छ। अब हेर्नुस्, यहाँ स्पिड लिमिट भनेको छ 55 र 40 छ। सायद देखिहाल्नु भयो होला, सायद 40 होला। मैले ठ्याक्क चाँडो भएर चाहिँ उ गरिनँ। त्यो भन्दा बेगर चाहिँ स्पिड तपाईँ जानुभयो भने चाहिँ के गर्नुपर्छ हुन्छ भन्दाखेरि तपाईहरु चाहिँ ट्राफिक पुलिसको चाहिँ फाइन पर्नुहुन्छ। यस बाटो यहाँ पनि खाल्टा खुल्डी छ हेर्नुस् है। ल हेर्नुस्, गाडागुडुङ गर्यो नि, यहाँ पनि खाल्टा खुल्डी छ। ल हेर्नुस्, यो बीच बाटोमा खाल्टा खुल्डी छ। तपाईहरु ध्यान दिएर हेर्नु होला है। फेरि के भन्छ, मैले चाहिँ के गर्यो भनेर चाहिँ भन्नु होला। ल हेर्नुस् है, मजाले हेर्नुस् तपाईहरु। तपाईलाई पुरै भिडियो देखाइरहेको छु। अगाडि अलिकति स्पिड जाने गाडी भयो भने चाहिँ अलिकति स्पिड उताको गाडी जान्छ हैन। अर्को फेरि पछाडि आयो भने यतापट्टिबाट जान्छ। हेर्नुस्, यहाँ मुनि पनि बाटो छ, फेरि यता पनि बाटो छ, त्यो पनि मैले ठ्याक्क देखाइहालेँ। अब एक्जिट चाहिँ यसरी लिने छ भनेर चाहिँ बोर्डहरु हालेको हुन्छ बाटोमा चाहिँ। अहिले नयाँ स्ट्रेनरहरु हुनुहुन्छ भने चाहिँ यो सेतो धर्कोहरु छ नि, यसमा चाहिँ तपाईहरु चाहिँ दुईटै लाइनमा क्रस गर्न सक्नुहुन्छ है। हेर्नुस् है, नयाँ अहिले जो ड्राइभिङ गरिरहनु भएको छ अमेरिकामा, यताबाट चाहिँ सट्ट लाएर तपाईहरु साइड लाग्न सक्नुहुन्छ यताबाट। फेरि यो सेतो पुरै लामो तानेको छ नि धर्को, हो यताबाट चाहिँ तपाईले क्रस गर्न सक्नुहुन्न। अहिले यतापट्टि चाहिँ भयो भने चाहिँ दुईपट्टि नै यता उता जान सक्नुहुन्छ यो सेतो लाइनमा चाहिँ है। ल हेर्नुहोस्, त्यहाँनिर तपाईँ के अरे एम्बुलेन्स सायद हो जस्तो लाग्छ। एम्बुलेन्स अगाडि देखिसक्नु भएको छ तपाईँहरूले। ल हेर्नुहोस्, यो भएपछि चाहिँ अलिकति साइड लाग्नुपर्छ तपाईँहरू है। अब यतापट्टिबाट पनि गाडी आएछ। अब यहाँ सेतो लामो धर्को तानेर देखिसक्नु भयो होला तपाईँहरूले होइन। अब चाहिँ हामी चाहिँ के गर्नुपर्छ भन्दाखेरि यतापट्टि चाहिँ जान मिल्दैन है, राइटपट्टि हामी जान मिल्दैन। अब फेरि यहाँबाट के गर्नुपर्छ भन्दाखेरि मिल्छ। अब यसले के गर्यो, यतापट्टि आउनलाई लेफ्टपट्टि आउनलाई चाहिँ सिग्नल दिइरहेछ, फेरि आएन। ल हेर्नुहोस् है साथीहरु, जो साथीले मलाई भिडियो बनाइदिनुहोस् भन्नुभयो उहाँले चाहिँ हेर्नै पर्छ। उहाँलाई मैले कहिले बनाउँछु के बनाउँछु भनेको थिएन है। अब फेरि यहाँ आएपछि चाहिँ के छ भन्दाखेरि चाहिँ बाटो बनाइरहेको छ 45 भन्दा स्पिड हुनु हुँदैन, अलिकति कम गर्नुपर्छ, 45 मा हिँड्नुपर्छ। हेर्नुहोस्, ट्राफिक रुल्सको जहिले नियम पालना गर्नुपर्छ। यदि पालना गरेन भने धेरै असर गर्न सक्छ। हेर्नुहोस् है साथीहरु, यो विशेष गरेर चाहिँ तपाईहरु नयाँ ड्राइभिङ हुनुहुन्छ, तपाईहरुले चाहिँ अमेरिकामा चाहिँ गाडी चलाउनु भएको छैन, नेपालमा चाहिँ कनी के भन्छ गाडी सिकेर आउनु भएको छ भने उहाँहरुको लागि चाहिँ धेरै फाइदाजनक छ है यो भिडियो पनि। एकदमै एउटा साथीले भनेर सायद उहाँ पनि
अब अमेरिका आउने प्रोसेसमा भएर हो कि होइन, त्यही भएर पनि मलाई अमेरिकाको बाटो देखाउनुहोस्। ट्राफिक अब गाडी चलाउन अलिक गाह्रो हुन्छ, एकदमै धेरै गाडी हुन्छ भन्ने हिसाबले चाहिँ फेरि आज चाहिँ अलिकति यो पनि किन हो अलिकति कमी चाहिँ फेरि किन हो भने चाहिँ नि आज शनिबार हो है साथीहरू, स्याटरडे हो आज। स्याटरडे चाहिँ पुरै नै कमी हुन्छ, स्याटरडे र सन्डे चाहिँ पुरै कमी हुन्छ, शनिबार र आइतबार चाहिँ पुरै कमी हुन्छ गाडी, पुरै धेरैभन्दा धेरै। यो जम्मा 1% मात्रै जस्तो लाग्छ मलाई चलेको है। उतापट्टि चाहिँ हेर्नुहोस् ए लस्कर ट्रक आइरहेको छ हेर्नुहोस् यहाँ। अब फेरि मलाई यता जानु पर्यो है, राइटपट्टि जानु पर्यो। मैले साइलेन्ट बार लिइसकेँ, साइलेन्ट सिग्नल दिनुपर्छ। यो अहिलेसम्म क्रस गर्न मिल्छ हेर्नुहोस् है। यो बटम छ नि सेतो टिक 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 परेको छ नि, यसमा चाहिँ तपाईँहरूले यता राइट लेफ्ट गर्न सक्नुहुन्छ। फेरि के छ तपाईँको सेतो लामो तानेको पहेँलो चाहिँ लामो तानेको छ भने चाहिँ तपाईँहरू चाहिँ बिल्कुल राइट लेफ्ट नगर्नु। अब हेर्नुहोस् त यहाँ लामो तानेको छ नि सेतो ल हेर्नुहोस्, यहाँबाट चाहिँ तपाईँहरू चाहिँ लेफ्ट जान सक्नुहुन्न है साथीहरू, तपाईँहरू बिल्कुल जानै सक्नुहुन्न। गइहाल्नु भयो र पछाडिपट्टि ट्राफिक भयो भने पनि तपाईँलाई फाइन पर्छ। फाइन चाहिँ फेरि दह्रो पर्छ है साथीहरू। ल हेर्नुहोस् यहाँ पनि पहेँलो धर्को छ नि, पहेँलो धर्को भनेको के भन्दा तपाईँहरू चाहिँ जान सक्नुहुन्न। फेरि यहाँ हेर्नुहोस् सेतो धर्को तानेको छ, यहाँ टिक टिक छ, यहाँ लामो सेतो धर्को ताने देख्नुभयो नि यहाँ। यो चाहिँ भनेको तपाईँ के भन्छ राइटपट्टि पनि जान सक्नुहुन्न, पहेँलो यो तानेको छ पट्टि तपाईँहरू यता लेफ्टपट्टि पनि जान सक्नुहुन्न। ल हेर्नुहोस् अब दुईपट्टि छ, दुईपट्टि पनि के छ भन्दा स्टप हियर अन रेड भनेको छ। तपाईँहरू चाहिँ रातो बत्ती बलेको छ भने चाहिँ तपाईँहरू यहाँ चाहिँ रोकिनु पर्यो होइन, रोकिनै पर्छ। तपाईँहरू रातो उता बलिरहेको छ, तपाईँहरू स्वाट्ट जानुभयो भने चाहिँ के हुन्छ उताबाट आएको लेफ्टपट्टिबाट आएको गाडीले चाहिँ तपाईँहरूलाई ठक्कर दिन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ एकदम केयरफुल भएर अमेरिकामा गाडी चलाउनुहुन्छ भने चाहिँ धेरै नै केयरफुल हुनुपर्छ, धेरै नै केयरफुल हुनुपर्छ। यहाँ बाटो पनि बन्दैछ हेर्नुहोस् है, मलाई थाहा भएदेखिबाट यो बाटो बन्न लागेको हो, अहिलेसम्म पनि कम्प्लिट भएको छैन है। ल हेर्नुहोस् जहिले बनाइरहेको हुन्छ तर अहिलेसम्म पनि बनिरहेको अवस्था छैन। अब फेरि रेड बलिरहेको छ है। यस्तो बाटो बनाइरहेको ठाउँमा चाहिँ तपाईँ धेरै नै स्लो गर्नुपर्छ है, धेरै नै स्लो गर्नुपर्छ। फेरि त्यताबाट पनि उतापट्टि पनि जान मिल्छ, फेरि यतापट्टि छ रेड लाइट। मुख्य चिज तपाईँहरूले रेड लाइटहरू चाहिँ मुख्य चिज ध्यान दिनु होला। यतापट्टि पनि फेरि उता जाने पनि छ हेर्नुहोस्। अब ग्रिन बलिसकेको छ, हामी अगाडि बढ्छौँ हेर्नुहोस् है। तपाईँलाई आज एकजना साथीको लागि मैले यत्रो दुःख गरेर बनाइदिएको छु। यो भिडियो त एकजनाले बनाउनु भन्नुभयो, तपाईँहरू नयाँ आउनु हुनेलाई पनि धेरै फाइदा हुने भयो। ल हेर्नुहोस् है, अब तपाईँलाई बुन्दिलाई श्रीखण्ड नबुन्दिलाई खुर्पा भिड। तपाईँहरूले मेरो भिडियो राम्रो सन्देशमूलक लाग्छ भने हेर्नुहुन्छ, एउटा को हुनुहुन्छ नयाँ साथीहरू अमेरिका को जानुभएको छ उहाँलाई सेयर गरिदिनुहुन्छ होइन। अब होइन यो जावेले यस्तो भिडियो बनाइरहन्छ भइरहन्छ भन्दा पनि यही एउटा हेर्नुहोस् यो पहेँलो दुईवटा धर्का छ नि, यो चाहिँ बिल्कुल तपाईँहरू चाहिँ पारी गर्न मिल्दैन है। दुईवटा चाहिँ के भन्छ ट्राफिक उताबाट पनि आउने यताबाट पनि जाने, दुईपट्टिकै के भन्छ बाटो भनेर चिनिन्छ। अब फेरि के भन्छ हामी यतापट्टि लागौँ। साइड लाइट हमेसा है, साइड लाइट चाहिँ तपाईँहरू आफ्नो सिग्नल दिन चाहिँ नबिर्सिनुहोस् है। यहाँ बाटो पनि बनेको चाहिँ धेरै नै भइसक्यो, बाटो बन्न थालेको, तर खोइ अहिलेसम्म चाहिँ मैले बनेको स्थिति मैले देखेको छैन, थाहा भएन बनेको छैन। ल हेर्नुहोस् यो छ नि, यो दुईवटा लाइन छ नि यो पहेँलो, यो चाहिँ भनेको दुईपट्टिबाटै ट्राफिक के भन्छ गाडी पास हुने, उताबाट नि आउन मिल्छ यताबाट नि जान मिल्छ। तपाईँहरू यो दुईवटा पहेँलो पनि देख्नुहुन्छ नि होइन। अब यस्तोमा एउटा कुरो भनिहालेँ तपाईँलाई मैले, यो लाइट बल्यो नि, अब म राइटपट्टि जानु पर्यो हो। यतापट्टि राइटपट्टि ग्रिन बलेको छ भने पनि हेरेर, अब रेड बल्यो त्यसमा पनि ग्रिनमा हेरेर जाने, यसमा पनि रेडमा पनि हेरेर उताबाट के भन्छ लेफ्टबाट गाडी आएको छ कि हेरेर, यदि छैन भने बल्ल यताबाट बिस्तारै टर्न गरेर जाने होइन। यस्तो भिडियो हेर्नको लागि तपाईँहरूले चाहिँ हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ, फलो सबै लाइक कमेन्ट सबै गरिदिनु होला, सेयर गरिदिनु होला। फेरि दिउँसोको भिडियो फेरि पनि हाल्छु म है, अर्को दिउँसोको भिडियो यसैमा सेयर जोड